रनिङ गइरहेको सुर्खेत बजारै गाइस गीतहरु सबै गाउने लाउन हेर मैले हेलो वेलकम ब्याक टु माई न्यू भ्लग साथीहरु सन्चै हुनुहुन्छ गुड मर्निङ अल अफ यु गाइज आज चाहिँ ट्राभलिङ एन्ड भिजिटिङ एन्ड स्पोर्ट भ्लग हुनेछ वेलकम छ गुड मर्निङ है शुभ बिहानी आज चाहिँ हामी चाहिँ केकेटी टु एसकेटी ट्राभलिङ भ्लग बनेको छ है हेर्न सक्नुहुन्छ सबै हामी कालीकोटको क्षेत्रीय खेलाडीहरू चाहिँ गेम खेल्नको लागि जान लाग्यो पछि फाइनली गाइस कालीकोटको टिम है हिडी चल्दैछ गीतहरु सबै गाउने लाउन फाइनली साथीहरु पाल्तडामा चाहिँ खाना खाएर हाम्रो टिमले चाहिँ अब लाग्दैछ सुर्खेत फाइनली गाइज बडी जोरभन्दा तल आयो होइन 20 मिनट्स पुग्नलाई सुर्खेत अब पमिट छ मेरो आजको अनि पानी सानी खायो अनि मकै पोल्ने हुन्छ गर्नुपर्छ सो फाइनली गाइज होइन एसकेटी पुग्यो है कालीकोटको टिम चाहिँ कहाँनिर भन्न सक्नुहुन्छ हजुरहरूले कमेन्टमा चाहिँ सुर्खेत बजारै गाइज हेलो 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 गुड मर्निङ साथीहरू सन्चै हुनुहुन्छ आज हामी चाहिँ होइन म्याराथन डुगु रनिङ हामी चाहिँ आएको छ होइन 10,000 रनिङ चाहिँ के हुन्छ सब देखाउन सक्छु देखाउन सँगै जति होइन आज हाम्रो गेम कहिले पनि थाहा छैन हाम्रो ड्रेसहरू पनि पाएको छैन पाउँछ होला बिस्तारै अनि हामी चाहिँ सुर्खेत लेकाली होटलमा बसेको होइन हेर्न सक्नुहुन्छ म्याराथन दौड्ने चाहिँ आउँदैछ होइन धेरै जस्तो फाइनली कर्णाली प्रदेशको रङ्गशालामा आयो होइन हेर्न सक्नुहुन्छ ब्याकग्राउन्ड अब मोबाइलमा पनि हटायो 2082 सुर्खेतमा चाहिँ मदन भण्डारी स्पोर्ट एकाडेमीको चाहिँ म्याराथन रनिङ भइदिएको थियो होइन हेर्न सक्नुहुन्छ सब देखाउनु छ 5 किलोमिटरको लागि 18 वर्ष मुनिका छात्र तथा छात्राहरूलाई 3 किलोमिटर रनिङ हानेर आयो तर स्टार्टै भएर चाहिँ के बिना स्टार्टको सब दुखिदिएको अनि हाम्रो कालीकोटको प्रोडक्टर चाहिँ अनिल चाहिँ फर्स्ट आएका थिए होइन तर भएन रनिङ रहन्छ कि
लाग्छ म ब्याक क्यामेराबाट सब देखाउँछु ल म्याराथन है मदन भण्डारी खुल्ला राष्ट्रिय रोड रेस प्रतियोगिता वीरेन्द्रनगर नगरपालिका सुर्खेत सानो भाइ बहिनीहरूको खेल सुरु भएको छैन आफ्नो ठाउँमा बसिराख्नु होला केही छिनपछि चाहिँ सानो भाइहरूको चाहिँ खेलकुद सुरु हुन्छ र अहिले 10 किलोमिटरको चाहिँ ठुलो खुल्ला 5 किलोमिटरको चाहिँ रनिङ होइन भाइ बहिनीहरू चाहिँ यतै बस्न अनुरोध गर्दछु अहिले चाहिँ 10 किलोमिटरको चाहिँ रनिङ भइरहेको छ 10 किलोमिटरमा भाग लिने भाइ बहिनीहरू चाहिँ अगाडि जान चाहिँ अनुरोध गरिन्छ 10 किलोमिटर रनिङमा भाग लिने भाइ बहिनीहरू यहाँ सुचारू भइरहेको छ अब हाम्रो एकछिन 10 किलोमिटरमा भाग लिने भाइ बहिनी मात्र चाहिँ दौडिन आउन अनुरोध गरिन्छ र 5 किलोमिटरमा भाग लिने भाइ बहिनीहरू बिस्तारै यही एकछिनपछि सुरु हुन्छ 5 किलोमिटर रनिङ सुरु भएको छैन एकछिनपछि हुन्छ ल 5 किलोमिटर रनिङ सुरु भइसकेको छ दौडिन आदि अनुरोध गरिन्छ रनिङ सुरु भइसकेको छ बिस्तारै गइदिन अनुरोध गरिन्छ बिस्तारै 5 किलोमिटरको रनिङ सुरु भइसकेको छ बिस्तारै बिस्तारै भाइ बहिनीहरू बिस्तारै एकदमै 5 किलोमिटर भनेको यति टाढो बिस्तारै हिँडेर जानुपर्छ हिँडेर दौडेर होइन ल 5 किलोमिटरको रनिङ सुरु भइसकेको छ रनिङ भइरहेको फाइनल गाइज दैलेख भर्सेस सनल्यान्ड थियो अनि दैलेखले चाहिँ जित्यो पुरुष कबड्डीमा चाहिँ अब छात्रा कालीकोट भर्सेस सुर्खेत पढ्न गइरहेको छ म देखाउन सक्छु होला पुरै हामी कबर गाइज रङ्गशाला आयो कर्णाली रङ्गशाला हेर्न सक्नुहुन्छ हजुरहरूले ब्याकबाट देखाउँछु फाइनली रिल्स हामी चाहिँ जुत्ताको साइज नमिल्दा चाहिँ जुत्ता लिन आएको थिएँ होइन फाइनल जुत्ताको साइज पनि मिलेन 42 अब के हुन्छ अब भोलि हामी घर जाने होला बाटोमा सब जे हुन्छ सब देखाउने छु हजुरलाई फाइनली साथीहरू अब होइन कहाँ कहाँ घुम्ने काम भइरहेको आज भोलि घर जाने त्यसैले चाहिँ घन्टाघर आइदिएको सुर्खेत चाहिँ हेर्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा घन्टाघरै एकदम रमाइलो फिल भएको छ यहाँ आउँदाखेरि फाइनली साथीहरू सुर्खेतदेखि फाइनली आयो होइन आज अब अझै घर जानु 1 घन्टा 2 घन्टा बाँकी छ गाडी यहाँ छ तर बिग्रेको रहेछ अब घर पुगेपछि मेरो ब्लग सघाउने छु अहिलेलाई बाई बाई